अहिले चाहिँ हामी छु कालिका मन्दिर बागलुङमा। अब आउँदाखेरि बाटोमा पर्ने हुनाले अब आज सायद मन्दिर चाहिँ बन्द छ जस्तो लाग्यो, तैपनि एकछिन अब नआएको धेरैजना हुनुहुन्छ, उहाँहरूले चाहिँ एकचोटि भिजिट गरौँ न त मन्दिर जस्तो ठाउँमा एरियामा आइसकेपछि गइहाल्नुपर्छ भन्ने हिसाबले चाहिँ यता भिजिट गर्न आएको छु। र यो लोकेसनमा म अगाडि पनि आइसकेको छु आउनु चाहिँ, र जहिले पनि हेर्नु कस्तो मजाको एरिया छ होइन अङ्कल। सेम कस्तो पार्क जस्तो छैन एरिया, पुरै मस्त पार्क जस्तो छैन हिँड्नलाई, मस्त वाकिङ यस्तै छ एरिया चाहिँ। सो अहिले चाहिँ अब सबैजना एकछिन आधा घन्टा चाहिँ टाइम दिनुभएको छ। बोलेरै हो अहिले पनि। हेलो गाइस, हामी आज बागलुङ कालिका मन्दिर आएको छौँ। ल गजब रमाइलो छ, बिचमा छ मन्दिर। नाम रबिन ओझा हो, नामहरू केही छैन, आफ्नै नाम हो। ल हाम्रो भाइ रबिन ओझाको यो युट्युब च्यानललाई फलो लाइक सब्सक्राइबर लाइक एन्ड सेयर गरिदिनु। ल थ्याङ्क यू दाइ। कमाइ हुन गाह्रै छ। मैले चाहिँ आफ्नो फेलो ब्लगर भेटेँ एकजना, यहाँ पछाडि अङ्कलहरू अर्कै एक्साइटमेन्ट छ फेरि अङ्कलहरूको। फेलो ब्लगर पनि ब्लगिङमा लाग्नु भएछ। के गर्दै ब्लगर थपिँदैन, एक अर्को अङ्कल पनि थपिनु भयो ब्लगरले। बिस्तारै अरू पनि क्यामेरा निस्किन्छ अब, थपिँदैछन् बिस्तारै बिस्तारै मान्छेहरू। जाँदै गर, थोडा अझै डिस्टेन्स बाँकी छ। यो क्यामेरा बोक्दै गर्दा सबैले फोटोग्राफरै सोध्छन् जस्तो छ। जस्तो नि फोटो खिचिदियो बाबु, फोटो खिचिदियो भन्नुहुन्छ, अब आफ्नो क्यामेराले त खिच्दैन, किनभनेपछि फोटो पठाउन कति टाइम लाग्छ भन्ने त त्यही भन्ने। अब कतिको नम्बर लिनु, कतिलाई फोटो पठाउनु होइन, तपाईँ मोबाइल दिनु तपाईँबाट खिचिदिन्छु भन्यो, सजिलो त्यस्तै छ। ओके, सो वी हेभ भिजिटेड कालिका मन्दिर, टिका पनि लगाएँ। नाउ हेडिङ ब्याक टु द बस। सो अहिले हामी कुन लोकेसनमा छु, लेते भन्ने ठाउँ सायद हो। हामी चाहिँ मार्फामा पुग्छौँ, चाहिँ काका जाने गर्ने भन्ने त्यहाँबाट हुन्छ। अझै हामी चाहिँ फर्स्टमा पुगिसकेको छौँ, हाम्रो बस चाहिँ अझै हामीसँग 4वटा बस छ। अहिले कुनै पनि आएको छैन, सब बस आइसकेपछि चाहिँ सँगै जाने भन्ने हिसाबले चाहिँ हामी त्यतिर आएको हो। त्यस्तै सिन हेर्नु है, त्यस्तै छ, ओपन छ, मस्त छ। यहाँ फोटोहरू लिँदै हुनुहुन्छ, अङ्कलहरू आफ्नै चिलमा हुनुहुन्छ, सब यस्तै छ। यहाँबाट चाहिँ अलि क्लाउडी भयो वेदर आज होइन, त्यस कारणले खासै भ्यू चाहिँ आइरहेको छैन, थोरै टाइममा आउँछ होला। यहाँको त झन् गायबै भइसक्यो, अघि देखिरहेको थियो।
एउटा गाडी चाहिँ आयो, अरू गाडीहरू आउँदैछ बिस्तारै। वेदर चाहिँ यता अलि ठिक छ होइन। पोखरा भन्दा चाहिँ पोखरा त लास्ट गर्मी थियो। तपाईँले म यता भिडियोजहरू पनि मैले केही बनाएन, यस्तो गर्मी पोखरामा चाहिँ मैले त्यो कारणले केही बनाएन। बनाएको पनि खासै यस्तो गर्मीमा क्या आफै इरिटेट भइहाल्यो म। पछि अगाडि पनि हेरिसक्नु भयो होला तपाईँले पोखराको बारेमा पनि। सो त्यो त्यस्तै थियो। यहाँ अङ्कलहरूको आफ्नै रमाइलो चलिरह, आफ्नै इन्जोयमेन्ट। उहाँ फेरि पोज दिँदै हुनुहुन्छ। उहाँ शाहरुख खान, यङ शाहरुख खान। माथि चाहिँ धौलागिरी हो कि हिमाल छ हाम्रो माथि चाहिँ। यहाँ फेरि आफ्नै पोज चलिरहेको। यहाँ चाहिँ फोटो खिच्न बिजी छन्। म त काइन्ड अफ यङ्गेस्ट इन द ग्रुप, त्यसैले पनि के गर्नु। सबको फोटो खिच्नेमा ठिक्क हुन्छ, यस्तै हुन्छ। भिडियो बनायो आफ्नै चिल यस्तै छ क्या। एक्साइटमेन्ट हेरौँ यहाँ। अर्को यङ इन द ग्रुप बडी बिल्डर। एक्साइटमेन्ट हेरेर चिल छ क्या, चिल यहीँ चलिरहेको हुन्छ। छोडेर त उहाँ जाने चान्सै भएन। दिस इज इम्पोर्टेन्ट। स्टिल वी आर वेटिङ। धेरै भइसक्यो, 1 घन्टै होला क्या। सँगै हिँडेको बसहरू 3टा गायब भइसक्यो होइन। सो त्यसलाई भ्यू चाहिँ यस्तो अलि रफली देखिन्छ भने। अनि सो यो भेलको नाम के थियो म बिर्सेँ। यो भेलको नाम पनि म बिर्सेँ। मलाई याद आयो, यो चाहिँ माछापुच्छ्रे थियो। सो दिस इज माछापुच्छ्रे। अनि दिस इन द ब्याक अलि देखिरह, दिस इज धौलागिरी। सो यहाँ पछाडि देखिरहेको चाहिँ धौलागिरी। अहिले फेरि बादल आइहाल्यो। तपाईँ यस्तै हो एरिया भने। उता चाहिँ एभालान्च परे जस्तो छ होइन, अलि खस्या जस्तो छ हिउँ पनि ठ्याक्क पारेर। उता त अभियसली जाँदैनौँ हामी। जाने भनेको आज डाइरेक्टली चाहिँ हामी मार्फा है। आज चाहिँ हामी मार्फा जाने, मार्फामा स्टे गर्ने, त्यसपछि डाइरेक्ट बिहान मुक्तिनाथ, त्यसपछि त्यहाँबाट सिधै लोमङटाङ जाने, सिधै माथि। अब त्यहाँबाट माथि जाँदै जाने र अप्पर मुस्ताङ बोर्डरतिर, चाइना बोर्डरतिर जाने प्लान त्यही रहेछ। अब सो लेट्स सी के हुन्छ अरू ड्युरिङ द ट्रिप होइन। अहिले त ठिक छ, रमाइलो भइरहेछ। मोस्ट अफ द टाइम हामी बसमै भएर पनि खासै मैले केही भिडियोजहरू केही पनि बनाउँदैन होइन। सो भनेर हामी अलि उतिरहेको छौँ, अलि राम्रो ठाउँमा लोकेसनमा, त्यो बेला चाहिँ अलि भिडियो भइरहेको छ है। ओके, सो फाइनली चाहिँ अरू गाडी पनि आएको छ। अरू गाडीमा पनि सबै आएको छैन, फेरि 3वटा मात्र आयो, अझै एउटा बाँकी छ। तर हामी चाहिँ अगाडि गइरहेछौँ। अब हामी डाइरेक्टली भेट्छौँ मार्फामा। बाई।